हरियाली जङ्गलको बीचमा रहेको यो सुन्दर जलबिरी झरना हुँदै हामी मुगलिनतर्फ अगाडि बढिरहेका छौँ। यो देख्न सक्नुहुन्छ मुगलिनको पुल, यो अहिले नयाँ पुल पनि बनिसकेको छ। यो हो डुम्रे बजार। हामी यहाँ नास्ता गरेर हाम्रो अबको यात्रा लमजुङको सदरमुकाम बेसरतर्फ। बेसरबाट केही अगाडि आइसकेपछि हामी लमजुङको मोर्चाङदी गाउँपालिकामा पर्ने एउटा सुरुङ मार्गमा देख्छौँ र त्यसभन्दा अगाडि बुलबुले झरना, एकदमै आकर्षक रहेको बुलबुले झरना। बाटोबाट करिब 5 मिनटको उकालो यात्रा गरिसकेपछि आउने यो झरनाले उकालो चढ्दा थाकिएको शरीर एकदमै प्रफुल्ल भयो। मनाङ जाने यात्रुहरूको लागि स्वागत गर्न बनेको छ। रोडको ठिक अगाडिपट्टि उभिएको छ हाम्रो बुङ झरना। प्रकृतिको काखबाट निस्कने सफा र निर्मल पानी, वरिपरिको वातावरण र त्यहाँ देखिने इन्द्रेणीले जोसुकैको मन लोभ्याउँछ। यस झरनाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई मनमोहित गरेको छ। यात्राको क्रममा जो कोही पनि यस झरनाहरूमा रोकिएर फोटो भिडियो खिच्ने गर्नुहुन्छ र यो अक्टोपस झरना पहाडबाट निस्किएर विभिन्न भागमा फिजरिएर रोडवेबाट चाहिँ बग्ने गर्दछ। यो देखिएको ताल गाउँ मनाङको सुन्दर ताल गाउँ मोर्चाङदी नदीको किनारामा अवस्थित छ। केही समयको मनाङ यात्रा मनाङ भ्यालीमा हामी एकछिन घुमिसके पछाडि हाम्रो खाङसारतिर यात्रा अगाडि बढ्ने। र खाङसारबाट आज हामी तिलिचो बेस क्याम्पको लागि निस्कँदैछौँ। करिब 4.5 देखि 5 घन्टाको बाटो छ भन्ने सुनेका छौँ। हेरौँ अब अगाडि के हुन्छ। अहिले हामी अप्पर श्रीखर्कमा छौँ र अप्पर श्रीखर्कबाट देखिएको यो पहाडको एकदमै मनोरम दृश्य, मजाले घाम लागिरहेको छ, हिमालहरू एकदमै टल्किराखेका छन् र हामी अत्र निरन्तर अगाडि हाम्रो यात्रा बढ्दैछ। हामी अहिले तिलिचो बेस क्याम्पका लागि हिँडिरहेका छौँ। हाम्रो यात्रामा पक्कै पनि एकदमै वातावरणले साथ दिएको छ भन्नुपर्छ। यसै गरी हामी पहाडको बाटो हुँदै अगाडि बढ्दैछौँ। यो चाहिँ ल्यान्डस्लाइड एरिया भनेर चर्चित त्यहाँको मनाङको तिलिचो यात्रा गर्ने साथीहरूलाई थाहा हुनसक्छ। एकदमै चर्चित बाटो रहेछ। यसमा चाहिँ एकदमै जोडले हावा बहने हुनाले त्यहाँ रहेका पहाडको एकदमै भिरालो स्ट्रक्चरमा रहेका ढुङ्गाहरू तल बग्न सक्ने भएकाले एकदमै जोखिमपूर्ण यात्रा रहेछ। माथि हेर्दै हामीले अगाडि यात्रा गर्नुपर्नेछ। एकदमै ढुङ्गाहरू एकदमै त्यो अलग्ग अडिरहेको जस्तो देखिन्छ। त्यहाँ कसरी सानो हावाको झोकाले पनि यिनीहरू तल बग्ने जस्तो देखिन्छ, तर त्यस्तो त किन हुन्थ्यो र
एकदमै रमाइलो अनुभव। र फाइनली हामी तिलिचो बेस क्याम्पमा आइसकेका छौँ र हाम्रो आजको बसाइ यही हुन्छ र भोलि बिहानै हामी चाहिँ तिलिचो बेस क्याम्पबाट चाहिँ तिलिचो तालको लागि यात्रा सुरु गर्नेछौँ। यो हो 22 घुम्ती। 22 घुम्तीमाथि आइसकेर मैले भिडियो बनाएको छु। एकदमै थकित, एकदमै गाह्रो भइरहेको छ र त्यहाँ 22वटा घुम्तीहरू पार गरेर आउँदाखेरि सास प्रश्वासमा पनि केही समस्या जस्तो देखिएको छ। यहाँ आउँदा चाहिँ सकभर हामीले मेडिसिन प्रयोग गर्नु नै राम्रो हुन्छ हाई एल्टिट्युडको, र त्यसै गरी अदुवा लसुनहरू पनि चपाएर आउने गर्न सकिन्छ। र यहाँ आइसकेपछि हामीले एकदमै राम्रो भ्यू देखेका छौँ। चारिपट्टि हिमाल छ, एकदमै सुन्दर हिमाल, टल्किरहेका हिउँहरू, नीलो आकाश, खुलेको बादल, एकदमै राम्रो छ, एकदमै राम्रो, एकदमै अद्भुत भइरहेको छ यात्रा। एकदमै मनमोहक बाटोको अगाडि हामी उभिएका छौँ अहिले। फाइनली तिलिचो ताल हामी आइपुगेका छौँ। एकदमै मनमोहक, एकदमै हिमालको बिचमा रहेको एकदमै निलो पानी देखिएको छ सर्फेसमा, ब्याकग्राउन्डमा, र एकदमै आकाश खुलेको छ, मौसम एकदमै सफा छ भनौँ। हिउँहरू उतापट्टि हिमालबाट एकदमै टल्किरहेका छन् र त्यसै बिचमा रहेको छ तिलिचो ताल। र यहाँ हामीले कफी बनाएर खाएर हामी अब एकछिन पछाडि बिस्तारै फर्किनेछौँ। धन्यवाद।